हेलो हेलो नमस्ते गाइजहरू है के छ दाइ एकदम ठिक छ यार। अब कतातिर हो? कता जान लाग्नु भयो म त बाटुकेट घुम्न जान लाग्यो। बाटोको मेला लागेको छ क्या मेला केमा जान लाग्नु भयो ट्रेनमा जान लाग्यो। ट्रेन कतिखेर आउँछ अब कति भयो भनेपछि अब 15-20 मिनट ए ल ल ल है गाइजहरू हामी चाहिँ बाटुके मेला पूजा धाम चलिरहेछ सो हामी चाहिँ बाटुके घुम्न मन्दिरको दर्शन गर्न जाँदैछौँ। हामी अब ट्रेनको प्रतीक्षामा छौँ। अघि ट्रेन एउटा छुटिहाल्यो क्या टिकट काट्न हामीलाई आएन अनि त्यतिखेर टिकट काटेर यतिखेर ट्रेनमा हुन्थ्यौँ टिकट काट्न आएन। सो अब एकजना चाइनिज बुढो थियो उसलाई हेल्प गर्दैन भनेर एउटा टिकट काट्न लगाएर अनि हामी वेटिङमा बसिरहेछौँ। अब लगभग आधा घन्टा पछि आउँछ होला अर्को ट्रेन। सो हामी अब बाटुके पुगेपछि तपाईँहरूलाई जानकारी दिन्छौँ है त। रिमोट फाइनली गाइजहरू म चाहिँ बाटुके पुगिसकेको छु। सो गाइजहरू 12 वर्षपछि बोलो फर्किन्छ भन्छ त्यस्तै लगभग 13-14 वर्षपछि म बाटुके आएको छु। सो गाइस जस्ट आज अब दर्शन गरेर बेलुकासम्म फर्किन्छु। अब यस्तै त अब सेक्युरिटी गार्डमा छुट्टी मिल्दैन। अब ड्युटी गई गर्नुपर्छ। यो सो गाइजहरू यता पुरा यो हो बाटो। अब बुद्धको मन्दिर चाहिँ उता आउँछ। अब उता माथि खोटा माथि छ हामी तल छौँ। मान्छेहरू एकदमै धेरै आउने रहेछन्। जुत्ता खोलेर यता राख्ने रहेछ मान्छेहरू एकदमै धेरै छन्। यो माथि भड्याङ चढेर माथि गुफा छ। गुफाभित्र छिर्यो भने भित्र पनि मन्दिरहरू छन् दर्शन गर्न मिल्छ। सो यो सिडी चाहिँ धेरै अग्लो छ।